नमस्ते। रोजगारी बाध्यता र भविष्यको खोजीमा लाखौं नेपाली नागरिक आज देश बाहिर छन्। खाडी मुलुकदेखि मलेसिया, कोरिया, जापान र युरोपसम्म पुगेका यी नेपालीहरू देशको अर्थतन्त्रका मेरुदण्ड बनेका छन्। हामीले पठाएको रेमिट्यान्सले राज्यको ढुकुटी भरिएको छ, तर विडम्बना हाम्रो नागरिक अधिकार भने अझै उपेक्षित छ। विदेशमा रहेका हामी नेपाली श्रमिकहरू आज पनि असुरक्षित श्रम, न्यून तलब, अमानवीय काम घण्टा र कानुनी झन्झट बीच बाँचिरहेका छौँ। यस्ता कठिन परिस्थितिमा समेत हामीले देशप्रतिको दायित्व कहिले बिर्सेका छैनौँ। तर राज्यले भने हामीलाई नागरिकको रूपमा पूर्ण अधिकार दिन चुकेको देखिन्छ। सबैभन्दा गम्भीर विषय हो मताधिकारको सवाल हो। संविधानले प्रत्येक नेपाली नागरिकलाई मतदानको अधिकार सुनिश्चित गरे पनि व्यवहारमा विदेशमा रहेका लाखौं नेपालीहरू यो अधिकारबाट वञ्चित छन्। देशको भविष्य निर्माण गर्ने चुनावमा सहभागी हुन नपाउनु लोकतन्त्रकै उपास होइन र? देशको राजनीति हाम्रो पसिनामा चलेको छ, तर निर्णय गर्ने अधिकार हामीबाट खोसिएको छ। चुनाव नजिकै गर्दा नेताहरू र पार्टीहरू रेमिट्यान्सको चर्चा गर्छन्, तर विदेशमा रहेका मतदाताको मत सुरक्षित गर्ने विषयमा मौन बस्छन्। यो मौनता आफैमा गम्भीर प्रश्न हो। लोकतन्त्रको आधार मताधिकार हो। यदि नागरिकको ठूलो हिस्सा मतदानबाट वञ्चित छ भने त्यो लोकतन्त्र अधुरो हुन्छ। विदेशमा रहेका नेपालीका लागि सुरक्षित, सहज र विश्वसनीय मतदान प्रणालीको व्यवस्था गर्नु राज्यको संवैधानिक दायित्व हो। अब समय आएको छ विदेशमा रहेका हामी नेपालीको मताधिकार सुरक्षित गरियोस्। यो पनि माग होइन, यो हामी नागरिकहरूको हक हो। यो हाम्रो पसिना मात्रै होइन, हाम्रो आवाज सुन्ने पनि गरियोस्। हाम्रो आवाज सुनेर एउटा सबल र सुदृढ अनि नयाँ लोकतन्त्रको निर्माण गरियोस् भन्ने हाम्रो अपेक्षा छ।